श्री स्वस्थानी व्रत कथा माघ महात्म्य कथाको प्रारम्भमा गरिने स्तुतिको लागि सबैले हातमा अक्षता फूल चन्दन लिएर हात जोड्नु। यम ब्रह्मा वरुणेन्द्र रुद्र मरुत स्तु वन्ति दिव्यै स्तैव्ये वर्धे साङ्कपदो प्रमोपनिषदै गायन्ति या सामगा ध्यानावस्थित तन्देतेन मनसा पश्यन्ति य योगिनी यस्यान्तन बिन्दु सुरासुर गणा देवाय तस्मै नमः। श्रीमचन्दन चर्चित ज्वलपु शुक्लाम्बर मालिका मालालङ्कृत कुण्डला प्रबल सन्मुक्ता बोली शोभिता सर्वज्ञान निदान पुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् मुङ्क करोति वाचाल पङ्गु लघयन्ते गिरिम यत्कृपा तमः वन्दे परमानन्द माधवम्। नमो भगवते तस्मै व्यासायामित तेजसे यस्य प्रसाद वक्ष्यामि नारायण कथामिमां। नारायणं नमस्कृत्य नर चैव नरोत्तम देवी सरस्वती पार्षतते जय मुदीरतय। सबैले पुष्पाञ्जलि पुस्तकमा चढाएपछि वक्ताले कथा भन्न थाल्नु। श्रोताले एकचित भएर कथा सुन्नु। अथ चतुर्विंशो अध्याय। कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि। त्यसपछि गोमा ब्राह्मणी धागाको लरिया लिएर चन्द्रज्योति नगरको बरहीको घर पुगेर मेरो घरमा सप्तऋषि आएका छन्, यो धागोको पान देऊ, तिनलाई खान दिन्छु भनिन्। त्यति गोमाले भनेको सुनेर बरहीले उत्तर दियो, हे गोमा ब्राह्मणी, पान त कति पनि छैन, जो भएको हिजै बेचिसके, नपत्याए हेर भनेर पानको भाडा उघारेर देखायो। तब भाडोभरि पान भइरहेको देखि यो के आश्चर्य भयो भनी चिन्ता गरेर भन्यो, हे गोमा ब्राह्मणी, यस भाँडाको पान हिजै बेचिसकेको थिएँ, आज कताबाट आयो? तपाईँले मेरो घरमा सप्तऋषि आएका छन्, उनलाई खान दिने भन्दा यस्तो भएको हो कि भनी लाज मानी तपाईँ धन्य हुनुहुन्छ। त्यो धागो पनि दिनु पर्दैन, पान लगेर ऋषिहरूलाई खान दिनुहोस् भनी आधा जति पान ल्वाङ सुपारी समेत दियो। र गोमा ब्राह्मणीले मनमा आनन्द मानी पान लिएर घर आउँदा सप्त ऋषिहरू गइसकेछन्। अरू केही नभए पनि पानले ऋषिहरूको आतिथ्य गर्नेछु भनेको म पापिनीको हातको पान खानु पर्ला भनी गइसकेछन्। म धिक्का रहेछु भनी विस्मात गरिन्। केही बेरपछि कुचो लिएर घर बढारौँ भनी पिर्का उठाउँदा उनीहरूले छाडेर गएका 7वटा सुनका कौडी देखिन्। त्यो द्रव्य पाएपछि उनीहरूले बताएअनुसार पौष शुक्ल पूर्णिमादेखि हात खुट्टाका नङ काटी स्नान गरेर पवित्र भई एकभक्त रही एकचित्त गरी नित्य मध्याह्नकालमा श्री महादेवको पूजा गरेर रात पर्नासाथ कथा सुन्ने, घरमा कोही नहुनाले आफ्ना खाट चर्खा उइटा धनु आदि राखेर स्वस्थानी परमेश्वरीको कथा भन्दथिन्। त्यसो गर्दा चन्द्रज्योति नगरका गोठाला केटाकेटीहरूले सुनेर के हो भनी घरको भित्ता च्यातेर चियाउन लागेर बिछौना उइटा चर्खा धनु सामुन्ने राखेर एक्लै बरबराइरहेकी गोमालाई देखेर, हे गोमा ब्राह्मणे, किन एक्लै कराएकी भनी सोधे। अनि गोमाले भनिन्, हे बालक हो, सप्तऋषिहरू आई श्री स्वस्थानी परमेश्वरीको व्रत गर भनी उपदेश दिएर गएका हुनाले सोही व्रत गरी स्वस्थानी परमेश्वरीको कथा भनेकी हुँ। व्यर्थ गराएकी होइन, मलाई कुनै रोग पनि लागेको छैन, म बहुलाएकी पनि छैन। सुन्ने कोही नहुनाले ओछ्यान चर्खा उइटा धनुलाई सुनाएकी हुँ। यति गोमाले भनेको सुनि गोठाला केटाकेटीहरूले दिउँसो आफूले खान लगेको अन्न पात छाडेर गए। सधैँ गोमाले भनेको कथा सुन्दथे र जे सकेको लगिदिन्थे। त्यसो गर्दा स्वस्थानी परमेश्वरीको कृपाले गोठाला केटाकेटीलाई घाँस खोज्न धेरै पर जानु परेन, नगिचै पाइन लाग्यो। गोमालाई पनि अन्न द्रव्य हुँदै गयो। त्यसो गर्दा गर्दै माघ शुक्ल पूर्णिमाको दिन सम्पूर्ण सामग्री तयार पारी एकचित्त भई श्री स्वस्थानी परमेश्वरीको पूजा गरिसकेर हातमा अर्घ्य पात्र लिई श्री स्वस्थानी परमेश्वरी, मलाई महादेवले भिक्षुक रूप भएर डमरुको शब्दले दिएको श्राप नाश गर, फेरि मेरो पुत्र नवराज र मलाई यस लोकमा सुख सम्पत्ति दिई परलोकमा सायुज्य मुक्ति प्रदान गर। हे जगदीश्वरी, आदि मध्य र अन्त नभएकी सृष्टि स्थिति संहार स्वरूप भएकी यस्ती हे स्वस्थानी परमेश्वरी, हजुरलाई कोटि कोटि नमस्कार। यसरी महादेवको पनि स्तुति गरी अर्घ दिन र दण्डवत प्रणाम गरेर प्रसाद झिकी अष्टोत्तर 100मा 8 रोटी 8 अक्षता 8 बेली पुष्प 8 पान 8 कुड्का सुपारी सगुन समेत यो मेरो पुत्र नवराजलाई भनी परसारिन्। 100 रोटी आफूले फलहार गरिन् र रात्रिमा जागराम बसिन्। त्यही रातमा स्वस्थानी परमेश्वरीको व्रतको प्रभावले नवराज आइपुगेर बाहिरबाट हे माता भनेर डाके। गोमाले आफ्नो छोराको बोली चिन्हेर झट्ट उठी बाहिर आएर ढोका खोली भित्र लगिन्। अनि स्नेहपूर्वक सोधिन्, हे पुत्र, तेरा पिताको के खबर छ? अनि नवराजले भने, हे माता, भिक्षा माग्न गएका मेरा पिता
गङ्गा तटमा नित्य पूजाका लागि वृक्षमा चढेर फलफुल टिप्न लाग्दा संयोगले रुखको हाँगा भाँची लडेर मरेछन्। मलाई त्यहीँ बस्ने वृद्ध दम्पतिले भनेर रुखमुनि गएर हेरे, हाड खोडो रहेछ। त्यो बटुली गङ्गामा प्रवाह गरे अनि 10 गात्र र श्राद्ध आदि पनि गरे र घर आउन लाग्दा घरको दुःख सम्झेर त्यसै कसरी जाउँ भनी सहरमा गएर राजाको सेवा गरे। उनले केही द्रव्य दिएर घर आइपुगे। यति नवराजले भनेको सुन्नासाथ गोमा अध्यय भई निर्विवेकी विधाताले 7 वर्षकी हुँदा 70 वर्षको बुढोसित विवाह गरायो। उही बुढो पनि मेरो यस्तो यौवनमा को बखतमा खोसेर लगिदियो। हे स्वामी, भिक्षा माग्न गएका तिमीले मलाई अनाथ तुल्याई एक्लै छाडी कता गयो? हे नाथ, तिमी जहाँ गयौ मलाई पनि उहीँ लैजाऊ। तिमी बिना म यो जीवन कसरी काटौँ भन्दै मूर्छा परेर भूमिमा ढलिन्। पछि चेत आयो र अनेक प्रकारले शोक गर्न लागिन्। अनि नवराजले भने, हे माता, अब शोक नगर्नुहोस्। यो अनित्य संसारको नियम नै यस्तै छ। जन्मेपछि नमर्ने को छ? एक दिन सबैले मर्नुपर्छ। अब तपाईँले मेरो मुख हेर्नु पर्दछ। तपाईँकी बुहारी कहाँ छ? यतिका दिनसम्म तपाईँहरू कसरी बस्नुभयो? खान पिन कष्ट भयो होला। फेरि तपाईँ यस बेलासम्म नसुतेर के गर्दै हुनुहुन्छ? अनेक पुष्प र धूप चन्दनको सुगन्ध आइरहेछ। के पुण्य कार्य गर्नुभयो? आज्ञा होस्। यति नवराजले भनेको सुनि गोमाले धैर्य धारण गरेर भनिन्, हे नवराज, थाकेर आएको, भोक लाग्यो होला, पहिले खानेकुरा खाऊ भनी खाना दिइन्। खाइसकेपछि, हे पुत्र, तेरी स्त्री चन्द्रावती माइत गएकी छि। तपाईँका छोरा आएपछि डाक्न पठाउनु भनेकी थिएँ। म तँलाई सम्झेर दुःखका दिन बिताइरहेकी थिएँ। एक दिन सप्तऋषिहरू आई मेरो कष्ट देखेर मनमा दया लागि श्री स्वस्थानी परमेश्वरीको व्रत गरेर तिम्रो दुःख नाश होला भनी उपदेश दिएर उनीहरूको उपदेशले मेरो पुत्र नवराज छिटै आओस् र मेरो कष्ट एवं दरिद्रता नाश होस् भनेर उनी स्वस्थानी परमेश्वरीको व्रत र पूजा गरी जागराम बसेकी थिएँ। मेरो मनोरथ पूर्ण भयो। अब तँलाई पनि उनको महिमा सुनाउँछु। एक चित्त भएर सुन। यस लोकमा सुख सम्पत्ति पाई अन्त्यमा मुक्ति मिल्नेछ भनी सम्पूर्ण कथा विस्तारमा सुनाइन्। त्यसपछि प्रातःकाल भयो र नवराजले भने, हे माता, म गङ्गा स्नान गरेर आउँछु। अनि गङ्गामा गई स्नान गरिसकी हरिहरको पूजा र स्तुति गर्दा गोमा ब्रह्माणीको व्रतको प्रभावले गङ्गाबाट हरिहर प्रकट भई, हे नवराज, तेरी माताले गरेको स्वस्थानी परमेश्वरीको व्रतका प्रभावले हामी प्रसन्न भयौँ, वरदान देऊ। यस गङ्गादेखि दक्षिण दिशामा लावण्य देश छ। त्यहाँ राजा छैनन्। हात्तीलाई सुवर्णको कलश र फुलको माला दिई राजा रोज्न लगाएका छन्। त त्यहाँ जानु। हामी त्यस हात्तीमा प्रवेश भई राज्याभिषेक तँलाई नै दिलाउनेछौँ। राजा होलास् भनी वरदान दिए। हरिहर प्रकट भई वरदान दिएको सुनि नवराज स्तुति गर्न लागे। हे हरिहर, हातमा शङ्ख र कपाल लिने वनमाला र अस्थिमाला धारण गर्ने दिव्य रूप भएका सोमसान र द्वारकामा बस्ने वृषभ र गरुड वाहन हुने 3 र 2 नेत्र भएका बलि र दक्षको यज्ञ मथन गर्ने श्रीवत्स र गङ्गाले सुशोभित हुने पार्वती र लक्ष्मीका स्वामी भएका यस्ता हजुरलाई मेरो समस्त पाप हरण गर्नुहोस्। म माथि दया गरेर दर्शन दिनुभयो। म धन्य रहेछु। मैले माताको गर्भमा बास लिएको सफल भयो। दुष्टजनको संहार र साधुजनको रक्षा गर्ने यस्ता हजुरलाई सम्पूर्ण ब्रह्माण्ड सृष्टि गरेर पालन गरी पाप पुण्यका साक्षी भएका हजुरलाई कोटि कोटि नमस्कार। सधैँ हजुरको भक्तिमा मेरो चित्त लागोस्। यस्तै अनेक स्तुति गरिसकेपछि हरिहर अन्तर्ध्यान हुनुभयो। अनि नवराज हरिहरको दर्शन पाएपछि सूर्य झैँ तेजिला भएर घर पुगे। गोमाले छोरालाई त्यस्तो तेजले युक्त भएको देखेर आश्चर्य मान्दै सोधिन्, हे नवराज, त आज अत्यन्त तेजवन्त देखिन्छस्। त्यसै हो कि मेरो चित्तको भ्रान्ति हो? म त देवराज इन्द्रभन्दा पनि तेजिलो देखिरहेकी छु। यति महतारीले भनेपछि नवराजले गङ्गा स्नान गर्न जाँदा गङ्गाबाट हरिहर प्रत्यक्ष भएको र लावण्य देशको राजा होलास् भन्ने वरदान दिएको सारा वृत्तान्त सुनाई। हे माता, हजुरको तपस्याको प्रभावले म यस्तो भएँ भने। यति नवराजले भनेपछि गोमा प्रसन्न भएर बोलिन्, हे नवराज, मेरो पुत्र चाँडै आइपुगोस् भनेर स्वस्थानी परमेश्वरीको व्रत गरी प्रसाद राखिदिएको छु। लौ स्वस्थानी परमेश्वरीले सदैव तिम्रो कल्याण गरून्। सधैँ उनकै भक्तिमा चित्त लागिरहोस्। यति भनेर श्री स्वस्थानी परमेश्वरीको प्रसाद 8 गनेर राखेको सगुन समेत दिइन् र हे पुत्र, तिमी हरिहरको आशीर्वादले लावण्य देशको राजा भए भनी आशीर्वाद दिइन्। नवराजले पनि श्री स्वस्थानी परमेश्वरीको प्रसाद खाई माताको चरणमा दण्डवत प्रणाम गरी लावण्य देश जान भनी हिँडे। इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्य कुमार अगस्त्य संवादे श्री स्वस्थानी परमेश्वरी व्रत कथाया गोमा स्वस्थानी व्रतकृत वर्णन नाम 24 अध्याय समाप्तः। ओम उपनयतु मंगल व सकल जगमंगलालय श्रीमान दिनकर किरण निबोधित नव नलिन दल निभेक्षण कृष्ण काले वर्षन्तु पर्जय पृथ्वी सस्यशालिनी
देशो यस क्षोभरहितो ब्रह्माण्ड सन्तु निर्भया अपुत्र पुत्रिण सन्तु पुत्रिण सन्तु पौत्रिण निर्धना साधन सन्तु जीवन्तु सरदा शतम् तथैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यथा चोदार कथा प्रसङ्ग या कुन्देन तुषारहार धवला या शुभ्रभ्रष्टाभिरता या वीणाभरदण्डमण्डितकरा या श्वेतपद्मासना या ब्रह्मच्युत शङ्कर प्रवृत्ति हृदैवै सदा वन्दिता सा मां पातु सरस्वती भगवती निःशेषजाड्यपः कायेन वाचा मनसेन्द्रियैर्वै बुद्ध्यात्मना वा प्रकृतिशो भावत करोमि यद्यत सङ्कल्प परस्मै नारायणायेति समर्पये ततः। यति भनिसकेपछि कथा सुन्ने जतिले समस्त श्रोताहरूले पुष्पाञ्जली चढाई दण्डवत गर्नु र आफ्ना मनको इच्छित वरदान माग्नु। हस्त